साइतामाको खाजो सिटी हामी सपिङ जाँदैछौँ सपिङ हियर इज द ड्राइभर ड्राइभर म चाहिँ मालिक अनि हामीहरू जाँदैछौँ आज थाइमुनो सपिङ गर्नलाई यहाँ चाहिँ पुरै उहरू लजिस्टिक कम्पनी हो यो चाहिँ टन्नै रहेछ नि यहाँतिर अनि मालिक कहिले पनि अगाडि सिटमा बस्दै बस्यो पछाडि सिट बात तो सही है बात तो सही है बात तो सही है मालिक नहीं बनना चाहे हम इसलिए हम आगे चल जीवा यो कंपनी है चाहिँ बडा के बनाइरहेछ यार खेइ होला ए होइन ओह्रालोमा ए लाइनै छ प्याक पुरा लाइन छ यार वहाँ पर चौकबाटै छ हामी त्यहाँ पुग्दासम्म हुन्छ फेरि नयाँ आउँछ बन्द भइसक्यो तर दामी भ्यू छ कि हिउँ परिरहेछ गाइस बाहिर घरहरू यतापट्टि छ दामी घर जाने भएको त ठिकै हुन्थ्यो ए है हल्का हल्का रोडमा हिउँ भएको त केही हुन्न कि गाडी त्यो फुइ उठाएर छ नि त जमेको सब चुमारो हुनु भएन गाडी हिँडिसक्ने बाटोमा त चुमारो हुँदैन ओ यहाँ हावा हालेको अस्ति हामीले होइन कता है यहाँ पो रहेछ यार राति आएको थियौँ हामी यहाँ म त यहाँ यस्तरी यहाँबाट भित्र छिरेको थिएँ हामी अच्छा म त कहाँ सोचिरहेको भनेपछि यहाँबाट सिधै आएको के यताबाट यो बाटो आएको हामी त्यहाँ कम्बिनी छिर्यो त्यहाँबाट यस्तो भित्रबाट छिर्यौँ हामी यहाँ आयौँ यहाँ हावा हाल्यौँ त्यहाँबाट यस्तो गयो मैले त कहाँ सोचेँ भनेपछि त्यो एकचोटि हामीले यहाँ गाडी बनाउनु दियौँ नि त त्यहाँबाट हिँड्दै गएको थियौँ नि अगाडि हिँड्दै हानासाकी गएको थियौँ नि हिँड्दै हानासाकी गएको बाटोमा थियो त त्यो हल्का त्यो यस्तो बाटो गएको थियौँ नि हामीहरू त्यहीँ के पुरै त्यो कन्स्ट्रक्सनका सामान राखेको थियो त्यहीँ सोचिरहेको मैले अझै हो कार सपोर्ट डक यहीँ कहाँ आएको जस्तो लाग्यो हामी एकचोटि हो यही बाटो हिँड्यौँ जस्तो लाग्यो क्या मलाई यो बाटो हिँडेर एक दिन एकचोटि उ गर्न आएको जस्तो लाग्यो है तर यो पारेत्तोको खाइसकेको रहेछ ए अच्छा हामी त यहाँ रोजियासो पो पुग्नु लाग्यो त अनि के अरे भिभाम गेम सुब्बा ओ यो यतापट्टि सपिङहरू छ यहाँ त यो ठुलो कम्पनी छ एउटा यो पनि सेकुइनको ओजो हो जस्तो लाग्यो डेन्सो भन्ने लेखाएको छ तर यसमा यसो सर्च गरेर कम्पनी छिर्नु ठुलै छ यार कम्पनी ठुलै छ कि यो कम्पनी मैले अस्ति हेरेको एउटा यो एउटा हो यो ट्याङ्कीहरू यस्तो यस्तो देख्यो भने चाहिँ सेकुइनको ओजो हो जस्तो लाग्छ है ठुलै छ हेर्नुपर्छ यार हेरेर हामी छिर्नुपर्छ यो चुताया भन्ने हो त्यो हो हामी चाहिँ सपिङ ठाउँ पुग्यौँ गाइज एलोरा क्याफे भन्ने छ कडा हो यो कम्पनी चाहिँ हेर्नु पऱ्यो कि हिउँ कडा परिरहेछ कडा त होइन हिउँ परिरहेछ पर्न सुरु भइरहेछ हामी चाहिँ मार्केट हेभी मार्केट पुग्यौँ गाइज यो चाहिँ हो यो चाहिँ यतापट्टि ग्युम्सपा भयो यो चाहिँ यतापट्टि बुकअप भयो अनि अगाडि भिभा होम भन्ने देखिराख्नु भएको छ त्यहाँ यतापट्टि भिभा होम भन्ने छ यतापट्टि सपिङका पसलहरू छन् यतापट्टि के हो सब छन् मार्केट हो यो पुरै छ ठुलै यो काश्मीर भन्ने छ यहाँभित्र पुरै पसलहरू छ पेट्रोल पम्प यहाँ छ हाई हिउँ देख्न सक्नुहुन्छ हल्का हल्का अब चाहिँ तर साइडमा गरेर फुकिनु पनि हुन्छ हिउँ त अब सुमार हुँदैन यो त हुँदैन हिउँ पर्नलाई त यत्रो हुनुपर्छ क्या एउटा चुमारी हुनुलाई त तर पोहोर सालभन्दा यसरी धेरै छ भन्ने चाहिँ सुनेको थिएँ मैले चाहिँ गाडीलाई
स्टेट आउने गाडीले पहिला पालो दिनुपर्ने हुन्छ, त्यसपछि हामी जानुपर्ने हुन्छ। मजा अर्को आइगयो, हामी छिर्छौँ। ए त्यो कोसेलाई जितिन्छ। ओइ जितिन्छको कोसेलाई उडाएर आयो। त्यसले रहेछ पछाडि त्यसलाई खाङ्किनै गरेर त्यसले रोकिदियो। त्यो बिस्तारै आइरहेछ। पछाडि पनि टन्नै कुरिरहेको छ। यो चाहिँ भिभा होमको कडा हो। हामी जान्छौँ अमेरिकाको हवाई प्यानकेक क्याफे। यताबाट गेम्सपा यतापट्टि हो। कत्रा फराकिलो छ कि छन चाहिँ। यो चाहिँ गेम्सपा हो। हाम्रो टार्गेट यहाँ र त्यही हो। भैँसित पन्नो केक्सामा वा दाइस के भन्छ है, प्रायोरिटी हाई प्रायोरिटी भने हुन्छ। इप्पान्नो केक्सामा भनेपछि होलसेल सोलसेल मतलब हुँदैन। इप्पान भनेको नर्मल जेनरल, हामी जस्ता मान्छेलाई चाहिँ हल्का बढी प्रायोरिटी भन्ने हुन्छ। पार्किङ त कडा छ त केटोको त। हल्का लेफ्ट दिउँ कि लेफ्ट होइन राइट राइट स्टेट स्टेट नो छैन। स्टेट त छँदै छैन। स्टेट त छँदै छैन। ल हेर्ने ल म पछाडिको टायर हेरेर त्यो ब्रेकरलाई हेरेर भन्छु ल। याउ याउ यहाँ छ, यता छ, तर साँगुरो रहेछ क्या। ओइ साँगुरो रहेछ हो यो पार्किङ। यो त भयो उतापट्टिको छैन, उतापट्टिको उतै छ। हिउँ परिरहेछ। मेन भनेको यो दुईटा छ नि, दुईटा लाइन ठाउँमा साँग्रो हुँदैन क्या, ठिक मात्रै हुन्छ क्या। एउटा लाइनमा चाहिँ हुन्छ। केटाहरू पार्किङ सिकिरहन्। हामी हिउँ परिरहेछ क्या। त्यो भित्र चाहिँ पार्नु पर्यो र त्यो भित्र पार्ने उता त छ बजी सक्यो त आउट फेल हो। हिउँ हेर्नु गाई, हिउँ अरू कुरो त्यस्तै हो। हिउँ कडा छ। पहिला पर जाउँ न बुकअपमा। किनेर जाउँ न, बुकअपमा किताब किनेर जाउँ न। किनेर नि हाल्नुलाई नि है हाल्ने त हो। पानी जानु पर्ने छैन। हुन त हो, बात त सही हो। खै अर्को खै त तिम्रो बोतल। केटाहरू यहाँ पाएन, हिउँ परेर कडा छ। हाइब्रिड छ यही हो मैले किनेँ। यस्ता उयो आइमाईकै चढ्ने गाडी हुन्थे, छोराछोरी पछाडि हाल्ने। गाउँ सुपाकै कडा छ, मान्छे भिड छ। हामी चाहिँ आइरहेछौँ सुपामा। अब त यहाँ नदेखाउँ भित्रको।